गाइस कलकत्ता जानु पर्यो यार नेपालतिर दुबईबाट ल मेरो ट्याक्सी पनि आयो होइन गाइस हेर्नुहोस् ट्याक्सी यही हो अब चल्दिनु पर्छ ल सबजना साथीहरू होइन ज्याकब द बार्बरको सबमा कपाल काट्नु जानु पर्यो दुबईमा यहाँ पछि कपाल लास्टै लामो भएको थियो अब कपाल काटेर आउनु पर्यो 1 हप्ता जस्तोको छुट्टी छ चट्ट गएर कपाल काटेर टक्क फर्किनु पर्यो मेरो गाडी नै आयो अब ट्याक्सीमा चढेर सर र एयरपोर्ट जानुपर्छ फाइनली नेपाल आइसक्यो ल रेडी छ ल हिजो भर्खर यो दुबईबाट आएको दुबईबाट डाइरेक्ट यहाँ कट हान्न रहेछ होइन त कुन कट हान्ने टेपर कि चौपर ल एकवटा अब यसको म ट्रान्सफर्मेसन हानिदिन्छु यसको चाहिँ यस्तो छ अब बाँकी हामी बिचतिर हेरौँ ल है ल केटाको कट फाइनली सकेको छ कस्तो लाग्यो भाइ खतरा हो ल स्टे ट्युन गाइज